मेरो बिहानीको सुरुवात भनौँ या दिनको सुरुवात भनौँ जहिले पनि किचनबाटै हुन्छ प्रायः जसो। अनि आज चाहिँ म खानामा बनाउँदैछु भटमासको दाल। मेरो सासू मम्मीले चाहिँ पाहाडबाट ल्याउनु भएको थियो। मलाई त खासै मन पर्दैन, तर बच्चाहरूलाई भटमास एकदमै धेरै मनपर्ने भएकोले चाहिँ आज कति मुसुरको दाल खाइराख्नु भनेर चाहिँ मैले यता भटमासको दाल चढाएँ। अनि साइडमा चाहिँ म रोटी बनाउनु लागेँ। पिठो अनि जमानो अनि नमक नुन हालेर चाहिँ मैले बनाउँदैछु पराठा अनि टिफिनको लागि। अनि अचार र पराठा मैले बच्चाहरूको टिफिन पनि प्याक गरिसकेँ। यता चाहिँ स्कुल जानको लागि मेरो छोरी रेडी हुँदैछ। अनि उसलाई चाहिँ कपाल बनाउन आउँदैन, मैले चाहिँ कपाल बनाएर ट्याक्क रेडी बनाउनु पर्छ। अनि उनीहरू जानको लागि तयार भएर बाहिर पठाइसकेँ। उनीहरूलाई चाहिँ मैले घर सर पोछेर मैले सफा गरेर उनीहरूलाई स्कुल लगाएर चाहिँ म त लागेँ कपडा धुनतिर। अनि अहिले चाहिँ के हुन्छ भने हिजो राति पनि पानी परेको थियो नि त, त्यही भएर चाहिँ मैले फटाफट अस्तिदेखि लुगा धोएको थिइनँ। अनि 3 दिनको लुगा चाहिँ आज म धुँदैछु। अनि मलाई चाहिँ लुगा धुन एकदमै धेरै झ्याउ लाग्छ। तैपनि मरिमरि भए पनि जसरी भए पनि अब धुन त धुनै पर्यो लुगा होइन। बच्चाहरूको फोहोर हुन्छ, आफ्नो पनि फोहोर हुन्छ कपडाहरू होइन। अनि खासमा चाहिँ आज चाहिँ मैले बिहानदेखि मुख पनि धोएको थिएन उठेर के, अनि दाँत पनि माझेको थिएन। अनि आज चाहिँ म अहिले चाहिँ मुख धुँदैछु। अनि मुख धोएर चाहिँ खाना